मैले चाहिँ नडाटी भन्नुपर्दा अब दाइहरूले हेर्नुहुन्छ होला, मलाई चिन्ने जतिले हेर्नुहुन्छ होला, मलाई अलिकति साथ सपोर्ट मैले पाएको छैन म्युजिकमा, सिधै भन्नुपर्दा है। अब जस्तै गीत आउँदै गर्दा मैले कसैले अलिकति सेयर गरेको पनि देखेन दाइहरूले, यो भाइले चाहिँ यस्तो गरेछ है भनेर यो गरेको अलिकति पाएन, दुःख लाग्छ यो कुरा। के कारणले नगर्नु भएको होला जस्तो लाग्छ तपाईँलाई चाहिँ? अब खै मलाई त एउटा है स्याङ्जाको उसमा हेर्दाखेरि चाहिँ जुन हाम्रो अग्रज दाइहरू जो पनि हुनुहुन्छ दिदीहरू माथि पुग्नु भयो नि, अहिले आउने नयाँ पुस्ता आउँदै गर्दा होइन, अब उहाँहरूले खै मनमा के छ अब त्यो त मैले सोध्न नि पाएको छैन, भेट्न नि पाएको छैन। एकचोटि भेट्यो भने नि सोध्न मन छ, किन होला एउटा लाइक सेयर पनि नगर्नु भएको मेरो भन्न पनि मन छ कि मलाई, किन नयाँ भाइ बहिनीलाई प्लेटफर्म होइन। त्यही त होइन, दाइहरू त सबै बन्नु भयो नि त, एउटा म्युजिकले नै गराउनु भयो, चिनारी पनि राम्रो छ होइन। एउटा अब आउने पुस्तालाई कसले त नि सपोर्ट गर्ने, जस्तै मैले भोगेँ है, म त सिधै भने पनि सरी हजुरहरूले सुन्दै हुनुहुन्छ भने। के गर्दै हुन्थ्यो जस्तो लाग्छ तपाईँलाई चाहिँ अग्रजबाट चाहिँ तपाईँको आश? अग्रजबाट यस्तो छ, अग्रजबाट अब जुन अब जस्तै मैले अस्ति गरेँ नि त आफैले, जुन एकदम अब म्युजिक चाहिँ गर्छु है, अब मैले यस्तो पाउँदिनँ कसैबाट सपोर्ट भने चाहिँ ट्याङ्ग गरेँ, गर्दा पनि भाइले चाहिँ गर्दो रहेछ है, धेरै त्यस्तो एक्सेप्ट भनेर अब त्यो त्यति त चाहन्न, अलिकति साथ सपोर्ट यो हो है, अलिकति लाइक सेयरहरू हुन्छ, दाइहरूको सेयरले पनि त अझै धेरै होइन हुन्छ नि त, उहाँहरू त अब मिलियन सब्सक्राइबर भएको हुनुहुन्छ, त्यो चाहिँ लाग्छ। अलिकति सपोर्ट चाहिँ म होइन, जो पनि स्याङ्जा होइन जहाँ पनि जोसुकै हुनुहुन्छ, अलिकति नयाँ आउने पुस्तालाई चाहिँ सपोर्ट गरिदिनु पऱ्यो जस्तो लाग्छ। भेटौँ न साँच्चै, कि त जुर्नै पर्ने कि त कुर्नै पर्ने भने जस्तै छ। त्यही आज जुर्यो कि कुर्यो होला? आज त जुर्यो। जुर्यो। प्रतिमा पोडकास्टमा स्वागत छ राजनजी। धन्यवाद, तपाईँलाई पनि धेरै धेरै धन्यवाद, यहाँसम्म बोलाउनु भयो, चिनजान भयो। हामीसँगै जिल्लावासी गाउँवासी। आज हामी थोरै बाल्यकालको कथा, केही सङ्घर्षको कथा, केही सफलताका कथामा कुराकानी गर्छौँ। सुरुवात हामी बाल्यकालबाटै जाऊँ न। हुन्छ। कसरी बित्यो यहाँको बाल्यकाल, कस्तो हुनुहुन्थ्यो? मेरो जन्म चाहिँ भिरकोट नगरपालिका वार्ड नम्बर अहिले 5, पहिला चाहिँ 7 थियो होइन, त्यहाँ भयो। हजुरबुवा हजुरआमा सँगै काखमा खेलेर अब जो सुरुमा गाउँले जीवनबाटै सुरु भयो। स्याङ्जाको भिरकोटमा जन्म लिनुभयो, वडा नम्बर 5। के छ मेमोरी सम्झिने लायक खालको हुन्छ नि बाल्यकालको? हजुर, बाल्यकालको सम्झिने लायक त त्यही साथीभाइ बनबुटा, त्यो दौडधुप यताउता, त्यही हो गाउँको अब सिम्पल लाइफ। सानोको बाल्यकाल नै रमाइलो कि त्यो सम्झिँदा चाहिँ। आफैमा मिठो आवाजको धनी, हजुर, राम्रो गायक, अलिकति ढिलो गीत सङ्गीतमा लागे भन्ने लाग्छ कि लाग्दैन? म त्यहाँबाट सुरु गरेँ। अलि ढिलो नै भएको, किनकि पहिले सानैबाट गाउने मैले होइन, सानोमा पनि अब स्कुल पढ्दा पनि अब गाउँथेँ कि मैले, त्यहाँबाट चाहिँ होइन तैँले गाउनु पर्छ है, सानोमा भयो नि तैँले राम्रो गर्छस् भन्नुहुन्थ्यो सानोमा, अब त्यस्तै हुँदै गएछ, पछि अलिक ढिलो नै भएको हो। कहाँबाट सुरुवात भयो तपाईँको म्युजिकप्रतिको जर्नी? मेरो चाहिँ यस्तो थियो, म होस्टेल बसेँ स्याङ्जा होइन, ज्योतिमा, ज्योति इङ्ग्लिस बोर्डिङमा। त्यति बेला हाम्रो शुक्रबार प्रोग्राम हुन्थ्यो कि, अनि कसैले अब नाटक देखाउने, कसैले डान्स गर्ने। फ्राइडे चाहिँ बेलुकातिर प्रोग्राम हुन्थ्यो। यो चाहिँ मैले चाहिँ गाउँथेँ त्यति बेला, सधैँ गाउँथेँ। अनि सरहरूले पनि भन्नुहुन्थ्यो, त्यति बेला हाम्रो पशुपति दाइको इक्जाम्पल दिनुहुन्थ्यो, उहाँले पनि त्यहीँबाट पढेर भनेर प्रिन्सिपल थियो कि हाम्रो, बुद्धिसागर त्रिपाठी हुनुहुन्छ उहाँ। हजुर हजुर, तिमी चाहिँ यो गीततिर जान्छौ होला भन्नुहुन्थ्यो कि मलाई पनि, त्यो गाएको सुनेर त्यहाँबाट सुरु भयो। त्यहाँबाट के देख्नुभयो साँच्चै नै अनेस्ट भएर म्युजिकमा चाहिँ? म्युजिकमा मैले के देखेँ भन्दा एउटा पोजिटिभ भाइब्स हुन्छ नि, जुन अब भित्रबाटै होइन,
अब एउटा शब्द म्युजिकको शब्दहरूले नै कस्तो बनाउँछ होइन अब तपाईँ पनि म्युजिकमा लागेको मान्छे अब त्यो शब्दले एउटा छुट्टै कुरा भयो अब अरू चाहिँ एउटा भनौँ न पाठ स्टेज प्रोग्रामहरूदेखि लिएर अब देखेको पनि छ सबै त्यति बेला ओहो यो हुन पाए नि हुन्थ्यो नि यो गर्न पाए नि हुन्थ्यो नि भन्ने मात्रै हुन्थ्यो नि त मनमा मैले चाहिँ म्युजिक एकदमै रमाइलो होइन इन्टरटेन नै सोचेँ अहिलेसम्म तपाईँको आवाज तपाईँको प्याटर्न चाहिँ अलिकति आधुनिकतिर छ तर सँगसँगै लोकगीत पनि गाउनुहुन्छ तपाईँले लोकगीत रोज्नुको कारण चाहिँ तपाईँको रहर हो या बाध्यता हो या लोकगीतबाट चाहिँ माथि पुगिन्छ भन्ने आवाज हो यस्तो भयो अब हाम्रो एउटा स्याङ्जाबाटै सुरु गरौँ अब प्रायः कलाकारहरू स्याङ्जाको अब सबै लोक प्याटर्नै हुनुहुन्छ है प्रायः मैले त्यस्तो रक प्याटर्न भन्दा नि लोक प्याटर्नै बढी देखेको छु अनि हामी त सानैबाट अब हाम्रो राजु दाई रामजी दाई अझै हुनुहुन्थ्यो नि त उहाँहरूको गीतले सबैभन्दा बढी फोकस त म अझै रामजी दाईको त्यति बेला लोकगीतको त्यो कि हुन्छ नि जुन त्यहाँ चाहिँ प्रभावित व्यक्तित्व रामजी खाड दाई एकदमै उहाँको गीत धेरै गाउँथेँ मैले सानोमा अब त्यो कस्तो भइसकेको थियो भन्दा त्यो उहाँको गीत गाउँदा गाउँदै त्यो आफ्नो प्याटर्न पनि त्यतै गयो जस्तो हो नि कि आधुनिकको लोकतिर छिर्यो त्यसपछि आधुनिकको लोकतिर छिर्यो अनि फेरि जुन अब हामीले मैले भने नि गाउँदा गाउँदै साथीहरूसँग भेट्दै अब डिफ्रेन्ट टाइपको साथीहरू अनि आफूलाई पनि लाग्यो कि एउटा भर्सटाइल हुनुपर्छ कि म्युजिकमा होइन लोकगीत त गाउँछु आधुनिक पनि गाइदिउँ कि त्यस्तो हो नि कि धेरै मञ्च भएपछि अब एउटा थिर नभएपछि म्युजिकमा नि अलिकति हुँदो रहेछ कि भर्सटाइल हुन खोज्ने अब साथीहरूको अगाडि नै पप गीत गाए जस्तो नि गर्न खोज्ने त्योहरू हुन्थ्यो कि पहिल्यैबाट यो गाइदिएन भन्दा यो गाइदिने गर्थेँ मैले गीत सङ्गीतको महत्त्व छँदैछ त्यसलाई उतार्न त केही हदसम्म स्ट्रगल त गर्नै पर्ने हुन्छ सुरुवातको दिनमा कसरी स्ट्रगल गर्नुभयो कसरी सङ्घर्ष सुरु भयो गीत सङ्गीतको चाहिँ गीतको सुरुवात त यस्तो छ अब मेरो कुनै एल्बम थिएन पहिला होइन अहिले यो एल्बम निस्केको अब पहिला चाहिँ यस्तो नै अब सानो प्रोग्रामहरू गाउँतिर अब भलिबलहरू म्याचहरू हुने क्यार्ने गर्दाखेरि आइज नि त गा त राम्रो गाउँछस् भन्नुहुन्थ्यो होइन सम्झिनुहुन्थ्यो प्रायःले त्यहाँ गएर गाउने क्यार्ने अब त्यो स्ट्रगल भन्दा पनि त्यही हो एउटा हाम्रो स्ट्रगल किनकि डाइरेक्ट यो फेजमा आइएन नि त माथि गर्दै अनि महोत्सवहरूमा यसले गाउँछ है बोलाउनुपर्छ भन्ने गाउने त्यो गरियो सुरुवातमा कोबाट अलिकति सपोर्ट भयो तपाईँलाई म्युजिकमा लाग्नको लागि मलाई म्युजिकमा लाग्न चाहिँ यस्तो छ साथीहरू नै मेरो भनौँ न पढेको साथीहरूले होइन तैँले गर्न अलिकति के हामीले गर्नु पऱ्यो गरौँला भन्यो अनि जब काठमाडौँमा मेरो पछिल्लो समय चिनजान भयो श्रीधर अधिकारी है उहाँले पनि गरौँ न यस्तो गाउनुहुन्छ म कम्पोज गरेको छु एउटा गरौँ एउटा गीत गरौँ भन्नुभयो त्यहाँबाट सुरु भयो कस्तो रहेछ तपाईँले देखेको गीत सङ्गीत र केही हदसम्म अहिले भोग्दै पनि हुनुहुन्छ हजुर तपाईँलाई कस्तो लागिरहेको छ यो मलाई त अहिले जुन गीत गरेँ त्यसपछि बल्ल म्युजिकको जुन अब ओहो यस्तो गाउने है हामीले अरूको गीत गाउँदाखेरि स्टुडियोमा पनि पुगेर मैले त्यस्तो गरेको थिएन है फर्स्ट टाइमै हो गर्दाखेरि यस्तरी म्युजिक हुँदो रहेछ तर मेहनत पनि चाहिँदो रहेछ एउटा अब गएर एडिट गरेर गर्छ कि भन्छ धेरै मान्छेहरूले त्यो हुँदैन मजाले मेहनतै गर्नुपर्छ गीतको लागि मजाले गाउनुपर्छ हजुर अलिकति गीत सङ्गीतमा हाम्रो अलिकति अग्रज कलाकारहरू हुनुहुन्छ जति पनि हजुर हाम्रो स्याङ्जाबासी दाजुभाइ होस् या अन्य कलाकारहरू हुनुहुन्छ उहाँहरूबाट चाहिँ कतिको साथ सपोर्ट पाउनुभएको छ आजको दिनमा चाहिँ एउटा हौसलाको स्वरूप भाइ तिमी इन्डस्ट्रीमा छाएछौ लाएछौ मैले चाहिँ नडाटी भन्नुपर्दा अब दाइहरूले हेर्नुहुन्छ होला मलाई चिन्ने जतिले हेर्नुहुन्छ होला मलाई अलिकति साथ सपोर्ट मैले पाएको छैन म्युजिकमा सिधै भन्नुपर्दा है अब जस्तै गीत आउँदै गर्दा मैले कसैले अलिकति सेयर गरेको पनि देखेन दाइहरूले यो भाइले चाहिँ यस्तो गरेछ है भनेर यो गरेको अलिकति पाएन दुःख लाग्छ यो कुरामा के कारणले नगर्नु भएको होला जस्तो लाग्छ तपाईँलाई चाहिँ अब खै मलाई त एउटा है स्याङ्जाको उसमा हेर्दाखेरि चाहिँ जुन हाम्रो अग्रज दाइहरू जो पनि हुनुहुन्छ दिदीहरू माथि पुग्नु भयो नि अहिले आउने नयाँ पुस्ता आउँदै गर्दा होइन अब उहाँहरूले खै मनमा के छ अब त्यो त मैले सोध्न नि पाएको छैन भेट्न नि पाएको छैन एकचोटि भेट्यो भने नि सोध्न मन छ
किन होला एउटा लाइक सेयर पनि नगर्नु भएको मेरो भन्न पनि मन छ कि मलाई किन नयाँ भाइ बहिनीलाई प्लेटफर्म होइन त्यही त होइन दाइहरू त सबै बन्नु भयो नि त एउटा म्युजिकले नै गराउनु भयो चिनारी पनि राम्रो छ होइन एउटा अब आउने पुस्तालाई कसले त नि सपोर्ट गर्ने जस्तै मैले भोगेँ है म त सिधै भने पनि सरी हजुरहरूले सुन्दै हुनुहुन्छ भने के गर्दै हुन्थ्यो जस्तो लाग्छ तपाईँलाई चाहिँ अग्रजबाट चाहिँ तपाईँको आश अग्रजबाट यस्तो छ अग्रजबाट अब जुन अब जस्तै मैले अस्ति गरेँ नि त आफैले जुन एकदम अब म्युजिक चाहिँ गर्छु है अब मैले यस्तो पाउँदिनँ कसैबाट सपोर्ट भने चाहिँ ट्याङ्ग गरेँ गर्दा पनि भाइले चाहिँ गर्दो रहेछ है धेरै त्यस्तो एक्सेप्ट भनेर अब त्यो त्यति त चाहन्न अलिकति साथ सपोर्ट यो है अलिकति लाइक सेयरहरू हुन्छ दाइहरूको सेयरले पनि त अझै धेरै होइन हुन्छ नि त उहाँहरू त अब मिलियन सब्सक्राइबर भएको हुनुहुन्छ त्यो चाहिँ लाग्छ अलिकति सपोर्ट चाहिँ म होइन जो पनि स्याङ्जा होइन जहाँ पनि जोसुकै हुनुहुन्छ अलिकति नयाँ आउने पुस्तालाई चाहिँ सपोर्ट गरिदिनु पऱ्यो जस्तो लाग्छ न त गाह्रो छ म्युजिकमा अहिले तपाईँलाई चाहिँ कतिको होप राख्नुहुन्छ म साँच्चै नै नाम दाम यही फिल्डबाट कमाउन सक्छु भन्ने लाग्छ कि लाग्दैन मैले अघि नै पनि एउटा सोध्नु भयो हजुरले होइन एकदमै रुचि मेरो सानैबाट गाउने भएर अनि आफू अहिलेको यो गीत गर्दा म अब्बल भएकै म चाहिँ त्यो एउटा भनौँ न भित्रैबाट इफोर्ट चाहिँ दिएर अहिले गरेँ तर यसबाट हेरौँ अब कतिपय नसोचेको मान्छेहरू अहिले कहाँ होइन कति राम्रो भएको देखेको छु मैले यसरी नै अब हेरौँ सबैले सपोर्ट गरेर अझै राम्रो गीतहरू गऱ्यो भने त अब मैले अहिले देखेकै छैन हुन पनि सक्छ सायद सफलता कुर्ने आँट हिम्मत राख्नु भएको छ एकदमै राखेको छु मैले किनकि भोगेको पो छु धेरै कुराहरू होइन भन्नाले अलिकति अभागी नै सोध्छु कि आफूलाई जता गर्दा पनि नहुने अहिलेसम्म न विदेश गर्दा पनि नगएर ट्राई त धेरै गरेँ मैले नेपालमा केही भएन भन्ने त्यो पनि जानुभयो गरेँ मैले पहिला मैले तपाईँको न्युजिल्यान्ड पनि गरेँ होइन आइएल्स गरेर म्युजिकमा आफ्नो हुँदाहुँदै पनि अब देखियो नि त अनि एकचोटि आफूसँग पैसा चाहिँ चाहिन्छ है पछि आएर गर्न नि मिल्यो नि त म्युजिक त आफूसँग पैसा भएपछि त पैसा आवश्यक रहेछ कलाकार बन्नको लागि पैसा आवश्यक छ पैसा आवश्यक रहेछ मैले कसको एउटा इन्टरभ्यूमा देखेको थिएँ एउटा दिदीले भन्दै हुनुहुन्थ्यो पैसा र पैसा भन्नुहुन्थ्यो अब यो हाम्रो त पैसा भन्दा नि दिदीले चाहिँ राम्रो कुरा गर्नुभएको है तर मेरो लागि चाहिँ पैसा आवश्यक रहेछ जस्तो लाग्छ है न त सपोर्टहरू पाइँदैन त्यस्तै आफू अब्बलमा पैसामा पाइँदो रहेनछ कति पैसा भयो भने कलाकार बन्न सकिँदो रहेछ त सबैभन्दा मेन त पैसा भन्दा नि स्वर एउटा है आफ्नो प्रतिभा पनि चाहियो मेन त त्यो हो अब पैसा मात्रै भएर जस्तो पाए त्यस्तै खाएर पनि भएन पैसा तपाईँको राम्रो गर्छु भन्ने नै लाग्छ 1.5-2 लाख लाग्छ सुरुमा है एउटा अडियो भिडियो राम्रो गर्छु भन्ने भने अब नर्मल तपाईँको 20-25 हजारमा त रेकर्डिङ भइरहेको पनि हुन्छ अडियो त है बुझ्दाखेरि हुँदो रहेछ तर तपाईँले अहिलेसम्म गर्नुभएको इन्भेस्ट चाहिँ जस अडियो भिडियो गरेर 2 लाखसम्म चाहिँ एउटा गीत त्यसरी तयार हुन्छ के रहेछ त म्युजिक भन्ने बित्तिकै तपाईँलाई के लाग्छ म्युजिक भन्ने बित्तिकै म्युजिक भनेको एकदम आत्मसन्तुष्टि मेरो लागि त म्युजिक त एकदमै है म्युजिकको अब भनौँ न पुरानो गीतहरू सुन्ने बित्तिकै हुन्छ म त म्युजिक सुनेरै निदाउँछु हजुर म्युजिक लागेर लगभग त्यो स्लिपर त्यो राख्यो होइन टाइम लाग्यो अनि ट्याक्क पुरानो गीतहरू जस्तै अब कालजय गीतहरू ट्याक्क सुन्यो अनि सुत्यो भनेपछि अब कति प्यासन होला म्युजिकको भित्रभित्र होइन एउटा म्युजिकले नै अब निन्द्रा लाग्ने बनाउने भनेपछि त सपना भनेको देख्नै पर्ने रहेछ सपना देख्नै पर्ने रहेछ सपना देख्नै नै पर्छ सपना अब देखे अनुसार चल्न पनि पर्दो रहेछ अब सपना देख्ने अनि भोलिपल्ट अगाडि बढ्ने भने सपनाको सपनै सपना देखेपछि सपनालाई पछ्याउँदै हिँड्नु पनि पर्दो रहेछ सपनालाई कसरी जान मन छ म्युजिक इन्डस्ट्रीमा म्युजिक इन्डस्ट्रीमा त अब भनौँ न अहिले बल्ल एल्बम गरेँ अब ठिकै पनि भयो मलाई चाहिँ आफ्नो एकदमै धन्यवाद दिन चाहन्छु हाम्रो भिरगोटवासीहरू स्याङ्जाको सबैजनालाई है कस्तो भन्दा मेरो जम्मा 160 जना सब्सक्राइबर हुँदा 3 दिनमा लगभग 1 लाख भ्युज पुगेको थियो
है हजुर अनि टिकटक पनि राम्रो रेन्ज गएको जस ठाउँ मेरो ठाउँकोले चाहिँ राम्रो सपोर्ट गर्नुभयो एकदमै यहीँबाट म तपाईँहरूलाई धन्यवाद दिन चाहन्छु सबैजनालाई राम्रो सपोर्ट पाएको मैले म्युजिकमा चाहिँ राम्रो पाएको है यो अहिले फर्स्ट गीतले राम्रो रेस्पोन्स पाएँ मैले अलिकति सुनौँ न तपाईँको फर्स्ट गीत त्यतै भो ध्यान चित्तै यो जवानी दिउकी सित्तै त्यतै भो ध्यान चित्तै यो जवानी दिउकी सित्तै मोहनी लायो कि त मन त्यतै तान्यौ नि त मोहनी लायो कि त मन त्यतै तान्यौ नि त थ्याङ्क यू कस्तो मिठो स्वर अति नै मिठो स्वर हजुर मैले तपाईँको यो गीत लाइभमा सुनेको तपाईँले मैले एउटा सँगै स्टेज पनि सेयर गरेको लास्ट टाइम होइन त्यहीँबाटै हो चिन्जान हाम्रो राम्रो भएको अझै राम्रो चिन्जान अनि मैले म पछाडि बसिरहेको थिएँ कि मलाई कस्तो ओ माई गड कस्तो मिठो आवाज अझ लाइभमा तपाईँको अत्यन्तै मिठो सुनिएको थियो आज पनि त्यस्तै नै सुनियो यो गीतको जन्म चाहिँ कसरी भयो कसरी भयो भन्दा यो गीतको अब भने नि मैले हाम्रो अहिले श्रीधर सरहरूले चिया सङ्गीत खोल्नु भएको छ त्यहाँ भेट भयो त्यहाँभन्दा अगाडि खासै त्यस्तो थिएन श्रीधर अधिकारी चिनेको चाहिँ अलिअलि सुनेको थिएँ मैले भेट भएको है मेरो मामाको थ्रुबाट मामाको छोराको अनि त्यहाँ पुग्दा उहाँले मलाई अलिकति बुझ्नुभयो कि उसले चाहिँ गाउँदो रहेछ अनि मैले पनि भने होइन मलाई त म्युजिक गर्नु पऱ्यो तपाईँ जस्तो चाहिएको मलाई मान्छे पनि किनकि केही आइडिया थिएन नि त मसँग कम्पोज कसरी गर्ने कसले के गर्ने अब त्यो भित्र म पुगेकै थिएन जे थियो बाहिर अब जस्तो ट्र्याकमा नि गाएको थिएँ नि ट्याक्नु रमाइलो गर्ने होइन अनि त्यहाँबाट चाहिँ हुन्छ म एउटा कम्पोज गरेको छु कस्तो मान्नुहुन्छ हजुरले भनेर उहाँले मलाई पठाउनु भयो राम्रोसँग पठाउनु मोहनी लाग्यो कि त मन त्यतै तानेको त सर के एकचोटि सुनाएर पठाउनु भयो मैले हुन्छ तर गीत चाहिँ बफालै गर्नुपर्छ अझै पनि उहाँले होइन सुन्नुहुन्छ होला मैले त एकदमै इफोर्ट के उहाँलाई दिनमा कति फोन हान्थ्यो होला कि म्युजिक खतरा हुनु पऱ्यो मेरो अनि गायिका पनि राम्रो राख्नु पऱ्यो भन्ने सोच भयो अनि शब्दहरू पनि राम्रो गराइदिनु हाम्रो शिव अखेली लेख्नु भएको शब्द है हजुर टुक्का मैले पनि अब भने नि अझै राम्रो गरौँ भनेर मैले पनि 4-5 लाइनहरू त लेखेको थिएँ मैले चाहिँ उहाँले अझै बवाल गर्ने भनेर उहाँले चाहिँ राम्रो लेख्नु भएको उहाँलाई नि एकदम यहाँबाट सम्झिन चाहन्छु म कम्पोज श्रीधर अधिकारी हजुर श्रीधर अधिकारी हुनुहुन्छ त्यहाँबाट तपाईँलाई अझ मेला महोत्सवमा हिँड्नको लागि सहज भएको गीत हो यो हजुर हजुर कस्तो भन्दा मेला मौसममा हिँड्दा पनि एउटा होइन आफ्नो पनि हुनुपर्दो रहेछ अब पहिला पनि मेरो गीत भइदिए नि हुन्थ्यो नि जस्तो लाग्थ्यो कि अहिले एउटा गीत हुँदा पनि एकदमै ठुलो गर्व लाग्छ हुँदो रहेछ त्यस्तो अब बिस्तारै कन्टिन्यू दिनुहुन्छ मैले अहिले पनि एउटा लेखेको छु आधुनिक प्याटर्नको मैले कस्तो भन्दा आधुनिक नि गाउने यस्तो नि गाउने अलिकति यो पनि गर्न मन छ कि मिक्स भएर जान मन छ मिक्स भएर जान मन छ मलाई हामी अहिले अलिकति अन्तिममा सुन्नेछौँ यो तपाईँको मुखबाट आधुनिक गीत चाहिँ अहिले चाहिँ म अलिकति हाम्रो पृष्ठभूमितिर फर्किन मन लाग्यो जस्तो कि तपाईँलाई स्थानीय कलाकारको एउटा उपनाम दिएर बोलाउँदै गर्दा एउटा राजन अर्याल चाहिँ हाम्रो स्थानीय कलाकार हो भनिरहँदा त्यहाँ तपाईँलाई सुरुवातमा भाइले चाहिँ मिठो गीत गाउँछन् भनेर तपाईँलाई निमन्त्रणा गर्ने एउटा संस्थालाई कुनलाई सम्झिनुहुन्छ सम्झिनै पर्ने व्यक्तित्वहरू होला भन्नाले यो गीत आउने अगाडि नै यो गीत नआउँदै तपाईँ त बेला मौसममा हिँड्थे भन्नु हजुर हजुर यस्तो छ मलाई अब हाम्रै अहिले भिरगोड उद्योग वाणिज्य सङ्घले पनि एकदम पहिला बोलाउनु हुन्थ्यो होइन अब पहिला त अध्यक्षहरूको हुनुहुन्थ्यो अहिले चाहिँ मेरो बाबा नै हुनुहुन्छ स्वयं बाबाबाट पनि तपाईँले साथ सपोर्ट पाइरहनु भएको छ बाबाले पनि म्युजिक गर्ने ठिक छ गर्दै गर्नु त भन्नुहुन्छ होइन यस्तो छ अलिकति कस्तो भयो भन्दा उहाँहरू बिचरा अलिकति थाहा छैन नि त प्याटर्न म्युजिक के हो सपोर्ट भन्नाले फुल सपोर्ट भन्दा नि अब म्युजिक मैले गर्दैछु है भन्दा हुन्छ भन्ने चाहिँ गर्नुहुन्छ अब थाहा छैन नि त त्यो विषयमा म्युजिकहरू गरेर भन्ने त्यस्तो छैन नि त अझै पनि अहिले चाहिँ यो गर्दै गर्दा खुसी हुनुहुन्छ जे होस् घर परिवारबाट साथ सपोर्ट भयो भने अझ सजिलो हुन्छ होला यात्रा
यो त एकदमै हो। पहिला त घर परिवारबाटै एकदम साथ सपोर्ट चाहिँदो रहेछ है म्युजिकलाई, नत्र गाह्रो छ। आफू पनि अब्बल हुनु पऱ्यो कि मैले अघि नै भने हजुरलाई, आफूसँग कला चाहिँ हुनु पर्यो। कला हुनु पऱ्यो। अनि आफूसँग कि त अब कतै बसेर अलि परिवारलाई के दुःख दिने होइन, आफैले गर्छु भनेर अलिकति पैसा चाहियो। आर्थिक सपोर्ट चाहिँ अहिले कस्तो छ घर परिवारबाट? आर्थिक ठिकै, भाइ छ मेरो अहिले, भाइले अहिले गरिरहेछ। मैले चाहिँ फर्स्ट एल्बममा खासै बाबा मम्मीलाई दुःख दिएन। हो हजुर, आफै एरेन्ज मैले आफैले गरेँ। मेरो साथीहरू, मेरो जति पनि पहिला म्युजिक सुनेको साथीहरू छ नि, उनीहरूले यसले गर्नुपर्छ है भन्ने छ कि सबैमा, हामी गर्छौँ नि भनेर। अहिले चाहिँ मैले अलिकति होइन, मेरो भाइ पनि उहाँ छ थोरै मरे भाइबाट, अनि साथी भाइबाट म सबैलाई थ्याङ्क यू भन्न चाहन्छु यहाँबाट। आमा बाबालाई कसरी लिनुहुन्छ? आमा बाबा त अब भगवान्, पहिलो भगवान् नै उहाँ हो होइन। त्यसपछि त अरू भगवान्हरू त मन्दिर छ त पनि छ नमस्ते गर्ने, त्यही हो। एउटा सन्तानलाई आफ्नो आमा बुबाले गर्ने जस्तो चिन्ताहरूले गर्दैन। हो त्यही त, सबैभन्दा चिन्तै फर्स्ट सन्तानकै हुन्छ। सन्तान राम्रो भइदिए, राम्रो गरिदिए, त्यही हो। परिवार भन्ने बित्तिकै के सम्झिनुहुन्छ? परिवार भनेको स्ट्रङ एकदम ब्याकअप आफ्नो लागि कि होइन। परिवार यस्तो हुन्छ कि जहाँ जस्तो परिस्थितिमा होइन दुःख परेर आए पनि एकचोटि घर गएर अलिकति राम्रो बोलिदिने, मुस्कुराउने, सँगै खाना खाने भनेको त परिवारै हो नि त। त्यसपछि अनि बिर्सिन्छ कि बाहिरको। अब कोही कोही बाहिर गरेर साथीहरूसँग झगडा गरेर गइएको हुनसक्छ घर जाने बित्तिकै परिवारहरूसँग बस्ने बित्तिकै आनन्द महसुस भइहाल्छ, त्यो बिर्सिन्छ। भनेपछि स्ट्रङ ब्याकअप भनेर सम्झिन्छ है म चाहिँ परिवारलाई। हजुर, अलिकति म रमाइलो प्रश्नतिर जान्छु, हुन्छ? हस् हुन्छ, सुरु गरौँ। हस् हुन्छ। लभ कि करियर? करियर। नाइट कि मर्निङ? नाइट। रोमान्टिक सङ्ग कि पार्टी सङ्ग? रोमान्टिक। गिटार कि माइक? माइक। सिङ्गल अर रिलेसनसिप? रिलेसनसिप। टिकटक अर फेसबुक? अहिलेको लागि त टिकटक। फेसबुक अर युट्युब? युट्युब। पैसा कि माया? दुइटै। गाउँ कि सहर? गाउँ। रङ रातो कि सेतो? रातो। अटोट्युन अर र भोइस? र भोइस। ओल्ड सङ अर न्यू सङ? ओल्ड सङ। फिल्टर फोटो अर रियल फोटो? रियल फोटो। पहिलो गीत? मोहनी लायो कि? मोहनी लायो कि त। हजुर। रेकर्डिङ स्टुडियो पहिलो? एसबिएन। पहिलो स्टेज पर्फर्मेन्स? पहिलो त मेरो एउटा गाउँको प्रोग्राममा भएको थियो, त्यसपछि चाहिँ यही महोत्सवहरू वालिङ, उद्योगवाणीसँग वीरगोठ यताउता। अन्तिम प्रश्न यो चाहिँ वान लाइनमा राजुन अर्याल को हुनुहुन्छ? सरल सिम्पल एउटै भयो, आत्मनिर्भर अनि कमलो मनको मान्छे। यति नै हो? हजुर। गीत सङ्गीतको कुरा गर्दै गर्दा हजुर अबका गीतहरू चाहिँ कस्ता गाउनु मन छ तपाईँलाई? मलाई त यो अलिकति एउटा डान्सिङ प्याटर्न, एउटा आधुनिक, एउटा थोरै लोक पप टाइप छ, सबै गाउनु यसरी नै जानु मन छ। हजुर। जात जाँदै हाम्रो दर्शकलाई के भन्नुहुन्छ? सबैको माया पाइराखौँ होइन, अलिकति अब अग्रज स्याङ्जाको अग्रज कलाकारहरूको साथ पाइराखौँ, राम्रो अझै पनि होइन, अनि राम्रो गीत गाउन पाऊँ। जय गीत जय सङ्गीत भन्न चाहन्छु। एउटा मिठो गीत गाइदिनुहोस् जात जाँदै। मेरो जस्तो माया दिने तिमीलाई हजार होलान्, तिम्रा लागि मेरा जस्ता हजार हजार मुटु रोलान्, जसलाई आफ्नो सम्झेको थिएँ उही बिरानो भयो अहिले, कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले, यस्तो पनि हुँदो रहेछ। थ्याङ्क यू। माया के रहेछ त? माया भनेको त एउटा त्याग हो माया भनेको होइन। माया त कसरी भनौँ मायालाई, त्याग 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 हो माया। त्यो
भनौँ न माया भनेको कस्तो रहेछ भन्दा म यो लाइफ नै यही हो माया हो भन्नेलाई माया भन्छ कि अब तुलनाहरू त धेरै कुरासँग गरिन्छ अहिले त मायाको मात्रै विषय भयो माया र प्रेममा के फरक रहेछ त माया र प्रेम त लगभग त्यही हो अब तन मन मिलेर हुने चिज दुइटै मिक्स माया प्रेम एउटै नै हो त्यो चाहिँ अब कसरी जाने भन्ने कुरा हुन्छ कि माया कसरी गर्ने त मायाको नि अब होला नि धेरै प्रकारहरू हामीले अब गर्न सकिन्न होइन कोही देखेपट्टि माया हुन्छ कोही भित्री माया हुन्छ कहिल्यै नबिर्सिने माया हुन्छ होइन माया भनेको त्याग हो कस्तो मिठो शब्द हुन्छ छुट्यौँ हस् आजलाई फेरि भेट्छौँ हामी एकदम धन्यवाद मलाई सम्झिनु भएकोमा तपाईँलाई सबैजनाले हेरेर साथ दिनु होला एकदम राम्रो कार्यक्रम चलाउनुहुन्छ अहिले है धेरै धेरै धन्यवाद हस् छुट्यौँ है नमस्कार नमस्कार